Hello and welcome back to another exciting vlog. दर्शकवृन्द सबैलाई एकमुष्टमा नमस्कार र आजको प्रोग्राम चाहिँ हाम्रो तेन्जिङ नोर्गे स्मृति संघ र चेतनशील संघर्ष जमात संयुक्त आज यो प्रोग्राम राखिएको छ र अब केही क्षणमा यो प्रोग्राम हाम्रो यहाँ सुरु हुनेछ। गेस्टहरु है डिस्टिंग्विश्ड गेस्टहरु आइपुगेका छन् र सबैजना यहाँ हेर्नुस्, सबैजना अलमोस्ट यहाँ उपस्थित भइसकेको छ। तेन्जिङ नोर्गे को 111औं जन्म जयन्ती पालन भइरहेछ र यस समारोहमा सिलगढी, कालिम्पोङ तथा विभिन्न भेगबाट र बागडोग्रा तथा बागडोग्रा संलग्न वरिपरिबाट पाल्नु हुने सम्पूर्ण अतिथि वृन्दलाई हामी चेतनशील र तेन्जिङको तर्फबाट हार्दिक स्वागत जनाउँदछौँ। तेन्जिङ नोर्गे स्मृति संघकै सभापति मदन तामाङद्वारा आजको अध्यक्षता सम्पन्न हुनेछ र उहाँलाई यथास्थानमै बसिदिनु हुने आग्रह गर्दछु। अभय खालिङ सर पेसाले शिक्षक अनि भारतीय गोर्खा परिसंघका राष्ट्र महासचिव बाहुलीबाट माल्यार्पण। यसै क्रमैले उहाँलाई पुष्प अर्पण गरिदिनु हुन आग्रह गर्दछु। अनि राष्ट्र कोषाध्यक्ष बिर्जु लिम्बुज्यूलाई पनि पुष्प अर्पण। राई समाजबाट हेलेम्बर आङ किराती खम्बु राई समाजका प्रतिनिधिगण, मगर समाजका प्रतिनिधि, मगर समाजबाट कोही आउनुभएको छ? हजुर, मगर समाजका प्रतिनिधि, गुरुङ समाजका प्रतिनिधि, तामाङ समाज कल्याण समितिका अध्यक्ष, शेर्पा समाजका प्रतिनिधि, सभापति आरवी लिम्बुज्यू, अनुसूचित प्रबन्धक भुटाबारी, अनि बागडोग्रा वरिपरिका कोही पनि समाजबाट आउनुभएको छ भने उहाँले स्वयं गोर्खा कपको जुन चाहिँ गोर्खा कप बक्सिङ भयो उहाँको आयोजनामा मेन छेत्री अनि सभापति अजय छेत्री अनि तेन्जिङ नोर्गे स्मृति संघका सचिव सुभाष लामाज्यूको बाट पनि पुष्प अर्पण। पुष्प अर्पणको निम्ति म आग्रह गर्दछु। उहाँको युट्युब च्यानल भाइ साहब कवयित्री मीरा शर्माजी हुनुहुन्छ, उहाँको
पुष्प अर्पण। बागडुग्राले स्वागत जनाउँदछ हाम्रा अतिथिगणमा र तालिमको सरकारले यहाँ सम्मान गर्नु पाउँदा हामी खुबै हर्षित औ गर्वित महसुस गर्दछौँ। गोर्खाहरूको रत्न महान विभूति तेन्जिङ नोर्गे शेर्पाको 111औं जन्म जयन्ती पालन गर्न हामी यहाँ उपस्थित छौँ। तेन्जिङ नोर्गेको 111औं जन्म जयन्ती तथा सगरमाथा आरोहणको 70औं एनिभर्सरीको यस सभामा उपस्थित हुनुभएका हाम्रा अतिथिगण महासचिव श्री अभय खालिङज्यू, साहित्यकार साथै राजनैतिक विश्लेषक बबिता मादेनज्यू, अनुप छेत्रीज्यू साथै अन्य गण्यमान्य अतिथिगण र बागडोग्रा भेगका सम्पूर्ण सङ्घ संस्थाका प्रतिनिधिज्यूहरू, हजुरहरूलाई न्यानो स्वागत तथा अभिनन्दन जनाउँदै आजको यस सभामा हजुरहरूको गरिमामय उपस्थितिले हामी हर्षभावी छौँ। तेन्जिङ नोर्गे शेर्पाको यस 111 जन्म जयन्तीको शुभ अवसरमा आज हामीले यहाँ भर्खरै भारत सरकारद्वारा जारी गरिएको कास्ट सेन्सस बारे हामीले के कस्तो पहल गर्नुपर्ने आगामी दिनमा त्यस विषयमा चर्चा परिचय गर्नखेरि हामी यहाँ उपस्थित भएका छौँ र हामी भारतमा 1.5 करोड गोर्खाहरूको हामी कुरा गर्छौँ, तर विगतको 2011को सेन्ससमा केवल 29,26,163 रेकर्डेड गोर्खा भाषीहरू छौँ। हाम्रो जीवनको सम्पूर्ण बाधाहरूलाई जितेर सङ्घर्ष हुँदै आफ्नो लक्ष्यप्रति बढ्दै त्यो लक्ष्यलाई हासिल गर्न भन्ने जुन चाहिँ प्रेरणा छ, त्यो प्रेरणा दिने स्रोत जुन चाहिँ तेन्जिङ नोर्गे हुनुहुन्छ, उहाँको आज 111औं जयन्ती। यस कार्यक्रममा म उपस्थित हुन पाउँदा हर्षित अनि गर्वित हुँदैछु। मलाई आजको कार्यक्रममा निम्तन भएका चेतनशील सङ्घर्षरत समाजका सम्पूर्ण, त्यसलाई अफिसियल टर्ममा नलिनु होला, म पहिले नै भन्न चाहन्छु, किनभने त्यो भन्नु मलाई अलिक अप्ठ्यारै पर्छ। यस्तो कुराहरू रिटायर्ड पर्सनहरूले भन्दाखेरि अर्कै कुरा हुन्छ, तर एउटा इन सर्भिस पर्सनले यो कुरालाई फोरकास्ट गरेर भन्छ त्यो साह्रै नै अप्ठ्यारो पर्छ। र मेरो यो जति पनि आज चर्चाहरू हुन्छ, यो मेरो मन्तव्यहरू हुन्छ, त्यसलाई मेरो व्यक्तिगत मन्तव्य हिसाबले नै हजुरहरूले लिनु होला। म सबभन्दा पहिला मेरो त्यो हार्दिक तपाईँहरूलाई अनुरोध छ। सेन्सस र सर्वे यो दुई सुन्दाखेरि एउटै टाइपको शब्दहरू हामीलाई लाग्ने गर्दछ, तर यसको आफ्नै एउटा इम्पोर्टेन्स छ। सबभन्दा पहिला हामीले त्यो कुरा अलिक बुझ्न पाए राम्रो हुन्छ। हुन त मलाई यहाँ सेन्ससको लागि बोलाइएको हो, तर म केन्द्र सरकारको सांख्यिकी विभागको भएकोले गर्दा म चाहिँ सर्वे रिलेटेड टपिकमा चाहिँ मेरो अलिकति दखल छ, किनभने म 2008देखि यस डिपार्टमेन्टमा छु अनि 2008 इम्प्लिमेन्ट गर्दछु। यो सेन्सस जुन चाहिँ भारत सरकारको सेन्सस चाहिँ 1948 छ, 1948, त्यसले गर्दा नै त्यो सेन्सस गर्छ। अब एक्ट छ भन्दाखेरि हामीले प्रथममै के बुझ्नुपर्ने भन्दाखेरि कानुनी प्रावधान छ यसमा। कानुनी रूपले यसलाई हामीले यो सर्वेलाई मान्यता दिएको छ र यो बाध्यता नै छ हाम्रोमा कि यो सेन्सस जुन चाहिँ सेन्सस छ त्यो चाहिँ हुने गर्दछ र यसमा हामीले एक्टिभ पार्टिसिपेसन गर्नुपर्ने छ। भारत सरकारले राजपत्र अधिसूचना गर्छ, ग्याजेटेड नोटिफिकेसन। यसमा चाहिँ 1988 मा गृह मन्त्रालयको ग्याजेटेड नोटिफिकेसनमा चाहिँ हामी भारतीय नेपालीहरूलाई चाहिँ भारतीय गोर्खा भनेर ग्याजेटेड नोटिफिकेसन भइसकेको छ। अब प्रश्न आयो किन गोर्खा?
86 को आन्दोलनभन्दा पहिला यहाँ प्रायः मैले घट्नुभएको होला हामी आफ्नो नेपाली नै भनेको थियौँ र गोर्खा शब्द आयो गोर्खा भन्नाले त नेपालको एउटा जिल्लाको हो र गोर्खा भनेर हामीलाई भारतमा भन्दा चाहिँ मैले यसको विषयमा धेरै दुईटा भएर 3टा बटालियन रेजिमेन्ट ब्रिटिससँग गयो बाँकी यहाँनिर नै इन्डियामा बस्यो र हामी इन्डियन डोमिसाइल गोर्खा भएछ र आज पनि भारतीय सेनामा गोर्खालाई भर्ती गर्दा 2 किसिमको चाहिँ एउटालाई चाहिँ आइडिसी भन्छ इन्डियन डोमिसाइल गोर्खा यहाँ उहाँले पलायनको कुरा पनि गर्नुभयो पलायन अब शिक्षा चिकित्सा अनि रोजगारको लागि प्रायः पलायन हुने गर्दछ जय गोर्खा जय गोर्खा जय गोर्खा जय गोर्खा हजुर हाम्रो चिन्ता भनेको यही हो जय गोर्खा अथवा गोर्खा जाति र त्यही हिसाबले त्यही सोचेर हामी काम गरिरहेका छौँ अनि सबभन्दा तपाईँहरूले अब यहाँनिर तपाईँको जातिगत सङ्गठनबाट पनि हुन्छ र जातिगत सङ्गठनहरूले विशेष बुझ्नुपर्ने कुरा चाहिँ यही नै छ कि तपाईँहरूले जातिगत सङ्गठन गर्नुहुँदैछ राम्रो आफ्नो मैले अघि भने नि आफ्नो संस्कार संस्कृति खोज्नु राम्रो हो तर जब देशमा हामी एज अ कम्युनिटी हाम्रो उपस्थिति दर्ता गर्नु छ भने त्यति बेला त्यो जातदेखि माथि अलिकति माथि उठेर हामी जाति जरुरी धन्यवाद. Very well said. Well said.